हेलो गाइज, वेलकम टू माई न्यू भ्लग च्यानल। हजुरहरूले थम्बनेल र टाइटल देखेर थाहा पाइसक्नुभयो होला कि यो मेरो फर्स्ट भ्लग हो भनेर। सो आज चाहिँ म यति धेरै एक्साइटेड किन छु भनेपछि मेरो यो युट्युबको जर्नी सुरु गर्न पाउँदा चाहिँ म आज एकदमै खुसी छु। सो अब मैले सोचेअनुसार चाहिँ हुन्छ हुँदैन, मैले सोचेअनुसार चाहिँ 365 दिनमा मैले 365वटा भिडियो हाल्ने एउटा च्यालेन्ज आफैमा च्यालेन्ज गरेको छु। सो सबैजनाले यो च्यालेन्ज पुरा गर्नको लागि मैले मात्र मेहनत गरेर हुँदैन, यसमा हजुरहरूको पनि थोरै माया चाहिन्छ र यो माया दिनुहुनेछ भन्ने मलाई पुरा आशा छ। यो चाहिँ मेरो युट्युबमा फर्स्ट भिडियो हो। सो मैले अरू पनि एकदमै च्यानलहरू खोलेको थिएँ र त्यसमा चाहिँ हाम्रो निरन्तर काम गर्न नसक्दा चाहिँ मैले त्यो आइडियाहरूलाई ग्रो गर्न सकिनँ। सो यो चाहिँ मैले फर्स्ट भिडियो बनाएको छु र यसमा केही गर्छु भन्ने मैले आफ्नो सपना पनि राखेको छु। सो यो मेरो सपनालाई हजुरहरूले पुरा गरिदिनुहुनेछ भन्ने आशा गर्दछु। लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनु होला। यही भिडियोमा कमी कमजोरी लाग्छ भने कमेन्ट गरिदिनु होला। सो अब मेरो परिचयको कुरा गरौँ। नाम चाहिँ सुरेश परियार, घर चाहिँ मेरो सुदूरपश्चिम प्रदेश बाजुरा जिल्ला। एजुकेसनको कुरा गर्दाखेरि चाहिँ म अहिले 8 क्लासमा पढ्छु। सो फर्स्ट भ्लग हो, त्यसैले मसँग कुनै पनि आइडिया छैन र कस्तो बनाउने, कस्तो प्रकारको बनाउने। त्यसैले म टक्क सट्ट क्यामेरा उठाएर अनि टक्क खिच्न आइदिएँ। सो किनभने त्यस्तो केही स्क्रिप्ट छैन, कुनै त्यस्तो त्यति राम्रो एडिटिङ पनि छैन। सो किन भन्दाखेरि चाहिँ म जति मेरो लाइफमा चलिरहेको रियालिटीहरू चाहिँ म हजुरहरूलाई देखाउन चाहन्छु। सो त्यो भ्लगमा हजुरहरूलाई इन्जोय गराउन चाहन्छु। त्यो इन्जोय होस् अथवा स्याड नै किन नहोस्, हजुरहरूलाई देखाउन चाहन्छु भन्दै मैले यो एउटा भ्लग च्यानल खोलेको छु। सो सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। मैले चाहिँ 100% रियालिटी चाहिँ यो भ्लगमा देखाउन कोसिस गर्नेछु। सो हजुरलाई भिडियो मनपर्छ भने लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सनु होला। केही सुझाव सल्लाह दिनु चाहनुहुन्छ भनेपछि कमेन्ट बक्समा मिठो छोटो सुझाव सल्लाह पनि दिन नबिर्सनु होला भन्दै म भिडियो जस्तो बन्छ त्यस्तै हिसाबले पोस्ट गर्न चाहन्छु। हस्त, नमस्ते, जय नेपाल।